भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर 18 दिन सांसद बैठक बन्धक बनाएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र अन्ततः अडानबाट पछि हटेको छ। जेठ 13 गते सांसद बैठक बस्नुअघि माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी रासपा, नेकपा एकीकृत समाजवादी लगायत विपक्षी दलसँग मिलेर लगातार सांसद बैठक बन्धक बनाएका थिए। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने 2064 सालदेखि भएका अनियमितताबारे छानबिन गर्न उच्च स्तरीय छानबिन समिति गर्नुपर्ने माग गरेका थिए। तर जेठ 24 गते माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुराकानी भएपछि गृहमन्त्रीको राजीनामा मागबाट पछि हटेको थियो। यद्यपि उच्च स्तरीय छानबिन समिति गठन आफ्नो अडान कायमै रहेको बताउँदै आएको थियो। शुक्रबार बिहान मात्रै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म सांसदको अवरोध नहट्ने दावी गरिरहेका थिए।